भनेर सकिन्छ भनेर जबसम्म यो काजी जिउँदो रहन्छ तबसम्म मास्टर र काजी बीचको युद्ध चलिरहन्छ। टक्टुडुन काजीबा होइन भिनाजु। चुप लाग। भिनाजु होइन काजी भन् काजी। यस्ता पाजीलाई भन्छु नि काजी। काजी चाहिँ होइन काजीकामा बस्ने गोठालोको रोल चाहिँ सुहाउँछ भिनाजु तपाईलाई। आजसम्म यो काजीको विरुद्ध कसैले बोल्ने हिम्मत गरेको थिएन। आज तैँले हिम्मत गरिस् त्यसैले त मरिस्। ढल्न गोली ल्याएपछि मरिसकेपछि के त ढल्न ढल भन्दा नटेर लातल जेल धार्छ नि त। बिना लातल जास हात मात्र होइन त्यस्तै परे लात हान्न पनि पछि परिदैन काजी साहब। गाउँ गाउँमा शिक्षाको ज्योति फैलाउँदै हिँड्ने मास्टरको हात हो यो। कहिले काहीँ अन्यायको विरुद्धमा पनि उठ्न सक्छ बुझ्नुभयो काजी साहब। अब म सहन सक्दिनँ। आइटिङ गर्ने भनेर आफ्नै भिनाजलाई मार राख्नु चाहिन्छ। बाबा पुग्यो कि अब जा अब त्यो भगार छोड्ने आइटिङ गर जा। ठिक छ काजी अहिलेलाई म हिँडे। टाक्टुडुन ठिस काजीबा।